ताप्लेजुङको पाथिभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा 4 जनाको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। घाइते भएका 2 जनालाई उपचारका लागि काठमाडौँ लगिँदैछ। ललितपुर महानगरपालिका 10 की 45 वर्षीय सबिना आचार्य र उनका 10 वर्षीय छोरा भविमय आचार्यलाई उपचारका लागि काठमाडौँ लगिने तयारी भइरहेको बताइएको छ। जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिन लागिएको हो। त्यसका लागि काठमाडौँबाट हेलिकप्टर ताप्लेजुङका लागि प्रस्थान गरिसकेको कोशी प्रदेश प्रहरीले जनाएको छ। फुङलिङबाट दर्शनार्थी लिएर पाथिभरा जाँदै गरेको मे 1/30/11 नम्बरको बुलेरो जीपमा आज बिहान फुङलिङ नगरपालिका 10 को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो। सो घटनामा 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर महानगरपालिका 10 बस्ने सबिना आचार्यकी छोरी 16 वर्षीय आद्या आचार्य, झापाको भद्रपुर नगरपालिका 15 बस्ने 70 वर्षीय विनोद पौडेलकी श्रीमती 61 वर्षीय सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका 10 बस्ने अन्दाजी 42 वर्षीय दुर्गा भट्टराई रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको बताइएको